Are you excited? सामान लामो छ त बस भर्खरै चाहिँ हामी बसबाट झऱ्यौँ होइन र अब कान्छालाई चाहिँ हामीले स्टोरहरूमा राखेर अब एयरपोर्टतिर जाने सामान पनि टक्क राखियो अब चाहिँ एभ्री वान जानको लागि रेडी यताबाट हो यता डिपार्चर गेट यहाँ हेर न डिपार्चर गेट यता छ ल अब चाहिँ हामी फ्लाइटमा चढ्न लाग्छौँ अब जेटी स्टारको फ्लाइट समान एक्साइटेड हाम्रो कान्छुको फर्स्ट फ्लाइट आज खुसी भइरहेको छ र फर्स्ट फ्लाइट चढ्न पाएर मम्मी के छ त हल्का सामानहरू के छ सामान यतापट्टि चाहिँ हाम्रो मामा माइजू र यता बस्नुभएको छ यता चाहिँ हामी 3जना होइन 4जना फ्यामिली यता है सानो यो कान्छाले बक्कल पनि लगाएको छ गर्मी छ है बुढी ब्रिस्बेन आइपुग्यो फेरि ब्रिस्बेन अहिले एयरपोर्टमा छ नि त हामी त्योसम्म चाहिँ आफ्नो यहाँ ह्यान्ड क्यारी बोकेर हिँडिरहेको छ अहिले यो चाहिँ ब्रिस्बेन एयरपोर्ट गाइस होइन अहिले चाहिँ अब भर्खर त्यहाँबाट आएको हामी अब ल अब यो ब्रिस्बेन बसाएको 2 दिन जति चाहिँ अब हामी चाहिँ यो रेन्टेड कारमा चाहिँ ट्राभल गर्दैछौँ यहाँ कान्छा बसिसक्यो अगाडि है कान्छु सामान पछाडि प्याक हुँदैछ ल अब तरर घुम्नुपर्छ यो गाडीमा है त अहिले चाहिँ हामी एकदम भोक लाएर चाहिँ हामी यो नेपालीको चाहिँ यो ढाबा पसलमा चाहिँ हामी खाना आइपुगेको छौँ के रहेको दाइ मोमो गाडी भन्दो रहेछ ए मोमो गाडी यहाँको मोमो गाडी ए कान्छु के छ त तिमी यहाँ पनि अर्को पनि रहेछ यो ल यो नेपाली ब्रदरहरूको मोमो चटपट चाहिँ सही लाग्यो मलाई होइन त बुढी वा खत्तम पारिसक्यो बुढीले त अहिले चाहिँ हामी यो गोल्ड कोस्टमा जाँदै थियो तर हामीले चाहिँ प्लान एबोर्ड गऱ्यौँ सो वी आर नट गोइङ टु गोल्ड कोस्ट अहिले चाहिँ त्यही भएर अब चाहिँ हामी बिचमा जस्तो रमाइलो देखिरहेको छौँ यहाँ हलिउड मुभी के भइरहेको छ सुटिङ भएको के रेड कार्पेट सेड कार्पेट हालेछ के रहेछ हेर न हामी पनि ल यहाँ चहल पहल छ मान्छेको हलिउड सेलिब्रिटी नै होला जस्तो लागिरहेको छ मलाई चाहिँ के भइरहेको छ तर बुझ्नु सकेको छैन मैले टक्क लाएर सागर भाइको घरमा चाहिँ हामीले चाहिँ अब यहाँ केक काटेर भव्य तरिकाले हाम्रो एक्स सेफ भनौँ न हाम्रो सागर भाइको चाहिँ यहाँ ब्रेकफास्ट चाहिँ रेडी भइरहेछ एक्स त अझै भइसकेको छैन होला अझै अहिले माइन्ड दिमागमा चाहिँ अझै त्यो चाहिँ छ कलाहरू होइन बनाउने कला त्यही भएर चाहिँ अब कामबाट एक्स भए तापनि बनाउनमा चाहिँ एक्स भइसकेको छैन यो यस्तो यो सागरले पहिल्यै यस्तो बनाउँछ भने मलाई पहिल्यै थाहा थियो कि यहाँ अब के खाने कफी खाने कि के खाने अब यहाँ यस्तो वाइल्ड छ के भन्छ यसलाई त नाम पनि थाहा छैन कि मलाई त यो ब्रेकफास्ट चाहिँ बिग ब्रेकफास्ट हुन्थ्यो नि ल थ्याङ्क यू भेरी मच सागर भाइ आजको ब्रेकफास्टको लागि ल मजा आउने भयो तपाईँलाई आएर म खुसी छु किन भन त तपाईँलाई भेट्न पाएँ नि त अब यो ब्रेकफास्ट खाएर चाहिँ अब सनसाइन कोस्टतिर टक्क बिचतिर यसो घाम ताप्नलाई जानुपर्छ अब हामी होइन त जानु पर्यो नि ल अब सबैजना सनसाइन कोस्ट जानको लागि रेडी हो त अब सबैजना ल अब चाहिँ सनसाइन कोस्टमा चाहिँ अब गएर चाहिँ घाम खाएर आउनुपर्छ सनबाथ गरेर आउनुपर्छ हामी
कोर्सको चाहिँ यो कुनामा आइपुग्यो हामी। यहाँबाट चाहिँ अब हाम्रो यात्रा सुरु गर्छौँ। यो ठाउँको नाम चाहिँ मरिचे डोर भन्नु देखेर मरिचे टोल हो। मरिचे डोर मरिचे डोर हो। यहाँ चाहिँ यताबाट आउने रिभर के अरे यो चाहिँ हाम्रो मलाई जहाँसम्म लाग्छ रोडसम्म छुट्टै गयो यो चाहिँ टक्क यहाँ होला चाहिँ यहाँ यो मिसेर चाहिँ चाहिँ ब्राइड मिल्स एभिन्यू अँ, र यहाँको चाहिँ जस फेमस बर्खान ठाउँ भयो पोर्ट सही रहेछ ल। आनन्दको घाम लाग्छ, तातो महसुस भइरहेको छ मलाई चाहिँ। क्राफ्ट छ क्या त्यहाँ यो रुच्चनी केटा मङ्की क्लाइम्बिङ कुन मङ्की हो यो रुखमा क्लाइम्ब गरेको ल चढेको छ चढे माथि। कान्छो कता फुइ फुइ हिँडेर टुकु टुकु कता हो म्यान के छ इन्जोय गऱ्यो तिमीले स्विमिङ स्विमिङ इन्जोय गऱ्यो तिमीले बेटा खतरा इन्जोय गऱ्यो क्या तिमीले वास 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 मन वास ल अहिले चाहिँ हामी यो कुन बिचमा रे सागर भाइ पहिला चाहिँ हामी यो मलुलुबा बिच यो पनि अब हाम्रो सन्दकपुरको वान अफ द ह्यापनिङ बिच हो होइन यहाँ चाहिँ हाम्रो समरमा चाहिँ विकेन्डमा चाहिँ फुल हुन्छ बिच चाहिँ मान्छेहरू इन्जोय गर्न आउँछ। यो बिचको सराउन्डिङ चाहिँ यस्तो छ यहाँ सनसाइन कोस्टको होइन बिच साइड एरिया 360 डिग्रीमा के गर्दैछ यता सामान के हुँदैछ है सामान के हुँदैछ यो यतापट्टि बिचको साइडको चाहिँ अपार्टमेन्टहरू ए कान्छु जम्बो परे ल यो सनसाइन बिचको सनसाइनको चाहिँ यो उलुमुला कि मुलुमुला भन्ने यो बिच साइडमा चाहिँ अहिले हामी टक्क लाएर हट सनको चाहिँ पुरा बात लिइरहेछौँ होइन। यहाँ छोराहरूले पुरै इन्जोय गरिरहेछ कि मेरो अरू भन्दाखेरि पुरा पानी इन्जोय गरिरहेछ केटाहरूले त्यही खुसीको कुरा छ यहाँ। हाउस लुकआउट पोइन्टमा आइपुगेको छौँ। सागर भाइले चाहिँ यहाँ ड्रोन सट खिच्दैछ। सो अब यहाँको भ्यू चाहिँ राम्रै देखिँदो रहेछ, सही रहेछ भ्यू पोइन्ट चाहिँ। खिच इन्जोय गरिरहेछ तिमी? डोन्ट डिस्टर्ब त्यहाँ हान्ने यता नि यता आउनु यता आउनु तिमी यता ओ रुनु लागेको बेटा। अहिले चाहिँ हामी यो
सानो लुकआउट पोइन्ट जस्तो मलाई ट्याक्क भ्यू हेर्न आएछ यहाँ 360 डिग्री भ्यू यो के रहेछ आएको देखिने पछाडि ब्याकग्राउन्डमा हाम्रो अब यो हाम्रो चाहिँ माउन्टेन रेन्ज भयो क्या अब हाम्रो यो मोटन रेन्ज अब ग्लासेस माउन्टेनको रेन्ज हो अब त्यसमा 5-6वटा माउन्टेन छ नाम त थाहा छैन मलाई हिँड्न त हामी हिँड्दाको मात्रै हेरि त्यो माउन्टेनहरूमा त्यही त हाम्रो हरिदोसा चाहिँ माउन्टेनको नाम पनि सबै थाहा मलाई त हिँड्दा चाहिँ गएको छु है फेरि अनि यहाँबाट चाहिँ बबाल भ्यू देखिन्छ ल फाइनल्ली हामी खोज्दा 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 यहाँ डेस्टिनेसनमा आइपुग्यो अब यहाँ ब्रिस्बेनको चाहिँ नाइट सिन यसो हेरेर चाहिँ हामी फर्किनुपर्छ अब ठ्याक्क यो माथि चाहिँ ट्याक्क क्यासिनो छ यहाँ तल चाहिँ पुरा बाटोमा पुरा कुदिरहेछ गाडीहरू होइन धमाधम अब यो साइडमा ब्रिज छ यो साइडमा पनि चहल पहल भइरहेछ कान्छे बेटा कान्छे कान्छे के छ यो ब्रिस्बेनको पुलको छेउमा यो नेपाली स्टाइलमा चाहिँ यो नेपालमा बन्ने यो पागोडा मन्दिरको सेप चाहिँ यहाँ खडा गरेको रहेछ सो विच लुक्स भेरी इन्ट्रेस्टिङ होइन राति अँध्यारोमा झिलिल्लो बलेको राम्रो देखिरहेछ ठ्याक्क दाहिनापट्टि चाहिँ यो चर्के पिङ छ होइन ठ्याक्क लेफ्टमा चाहिँ यो दामी चाहिँ देखिरहेछ यसको ब्याक साइडमा यस्तो हेऱ्यो भने चाहिँ ठ्याक्क यो ब्रिज छ होइन अनि यो छेउमा चाहिँ रिभर छ भनौँ न यहाँको ब्रिस्बेनको प्रमिता बहिनी के खोज्दैछौ झोलामा खताल्दैछ प्रमिताले अमिलो खाँदैछ यतापट्टि यहाँ गर्मी भएर शीतल ताप्दैछ यहाँ जनताहरू यतापट्टि हाम्रो कान्छा अब इन्जोय गर्न खोज्दैछ यहाँ है ए कान्छा के छ सानो कता हो तिमी एक्लै एक्लै लहर लहर पारेर ल सम्मान कता गयो ल ल ल ल ल ल ल सो यहाँको चाहिँ यो नेपाली स्टाइलको पगोडा भन्दा प्यागोडा शैलीको यो मन्दिर जस्तो सेप चाहिँ दामी बनाएर रहेछ जे भयो नि र हाम्रो नेपाललाई चाहिँ झल्काउने भनौँ न त्यो पाराको रहेछ यहाँनिर ल अहिले चाहिँ हामी यो ब्रिस्बेन लेखिएको यो फेमस ठाउँ भनौँ न यो बिच खोलाको यो रिभर साइडको छेउमा त्यहाँनिर कलरफुल चाहिँ ब्रिजको छेउमा चाहिँ ठ्याक्क यो रहेछ अवस्थित रहेछ त्यो साइडमा क्यासिनोको बिल्डिङहरू त्यहाँ राइट साइडमा चाहिँ त्यो वाइट कलरको ब्रिज अनि ठ्याक्क यो साइडमा ठ्याक्क बस्ने ठाउँहरू हिँड्ने वकिङ गर्ने ठाउँहरू रहेछ विच लुक्स भेरी नाइस अन्त ल फाइनल्ली हामी चाहिँ ब्याक टु कार पार्क यो चाहिँ हामीले यो बोटानिकल गार्डनको छेउतिर ठ्याक्क पार्क गरेर यहाँबाट चाहिँ हिँडेर 15 मिनट्स वकिङ डिस्टेन्स रहेछ यहाँदेखि त्यहाँ हिँडेर चाहिँ टक्क सिन हेरेर आइयो है त अब खानु पऱ्यो भोक लाग्यो ल बस कान्छा बस अब जाने हामी गोल्ड कोस्टतिर ल ल ल ल खै के हेरिरहेको छ तिमी बाहिर ल राख्दिनँ त यसलाई राख्दिनँ ल राख्दिनँ हेर नमानेको सो आज चाहिँ ब्रिस्बेन आएको 3rd दिन अनि आज फर्किने दिन पनि सो अहिले चाहिँ अब हामी विल गो टु द गोल्ड कोस्ट जाने किनकि अस्ति हामी जाँदा जाँदा बाटोमा फर्केर पनि आयो रात पऱ्यो पानी पऱ्यो होइन त्यही भएर अब फेरि हामी गोइङ टु गोल्ड कोस्ट ल सागर भाइ अब पसिना आइरहेको थियो अलिअलि हप्पा पनि भयो त आज तर हावा पनि चिसो चलिरहेको छ फेरि चल्न चाहिँ अहिले
चाहिँ गोलको साइड गोलको साइड लग्यो होइन बुढी अब यहाँको टावर छ टावरतिर यसो सिन हेर्नु जाने तर पानी पर्ला जस्तो भइरहेछ अहिले चाहिँ त्यसो Selamat datang, स्वागत है बिहान विनेदो वेलकम मिस गोल्ड कोस्टको टावर चाहिँ लास्टबाट थर्डमा हो क्या भने थ्याङ्क यू 77 फ्लोरमा हो फाइनली वी आर एट द टप माथि छौँ अब यहाँबाट पुरा भ्यू हेर्नुपर्छ कान्छी भ्यू हेर्नुमा चाहिँ कस्तो राम्रो देखिन्छ माथिबाट लेखेर के हेरेर चाहिँ तिमीले भ्यू हेरेर इन्जोय गर यो चाहिँ अब यहाँ टावरबाट देखिने भ्यू ठ्याक्क मेरो तल त्यो चाहिँ ट्रेनको बाटो रहेछ होइन अर्को भ्यू छ यो साइडमा चाहिँ बिचको लाइन होइन त्यहाँदेखि वहाँ परसम्म बिच छ जुम गर्दाखेरि यस्तो देखिन्छ यो आज अलि दिन पनि खुलेको छैन क्लाउडी छ त्यही भएर सिन चाहिँ भने जस्तो देखिरहेको छैन हेलो कान्छु कता हो तिमी हजुर सामान वाट डिड यु सी के रहेछ के रहेछ खै कता ए क्रिसमस ट्री आमाले क्रिसमस ट्री देख्यो साइड यो साइडमा चाहिँ क्याफेहरू रहेछ ठाउँहरू मान्छेहरू पुरै आवत जावत गरिरहेछ वरिपरि हामी चाहिँ अहिले क्विक टुर सकेर अब फर्किँदैछौँ टाइम इनफ छैन 2 बजीको फ्लाइट छ सो वी आर हेडिङ ब्याक फाइनली ब्याक टु एयरपोर्ट ब्रिस्बेन एयरपोर्ट अब चाहिँ घर जाने है बेटा घर जाने है अब अन्त ल अब सी यु एभ्री वान इन नेक्स्ट ब्लग है त है गाइस ल बाई